लोचर खाजी तामाङ योलबला कते जबाचु डम्फु पेङदोर जेला डम्फुको थक दिन तालैमा नाचौ नाचौ भो बारले कमर दिन्छौमा बाचौ बाचौ भो हृदयको चिनो टुनर डम्फुको नमा बसिरहेछ तिमीले गाउने पुरानो बाटो किन हो हामीले भुल्दैछ लासो फेफुला म निमा गोले हजुरहरूको बीच एकदमै फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। आशा गर्छु हजुरहरूले मेरो भिडियो एकदमै मन पराइदिइराख्नु भएको छ होला भनेर। र आजको भिडियो लिएर आइसकेको छु मैले हाम्रो तामाङहरूको पहिचान, हामी तामाङहरूको मौलिक बाजा डम्फुको विषयलाई लिएर आइसकेको छु। हजुरहरूले अन्तिमसम्म हेरिदिनुहुन्छ भने एकदमै आशा गर्छु। यो हाम्रो मौलिक परम्पराको बाजा डम्फुको सृष्टि चाहिँ कहाँदेखिबाट भयो भन्दाखेरि यो हाम्रो डम्फुको सृष्टि चाहिँ हाम्रो पेङदोर्जे मेमेले गर्नुभएको थियो। डम्फु चाहिँ हो हामी तामाङहरूको मौलिक बाजा, बिहादेखिबाट लिएर सबै चिजमा काम लाग्ने एकदमै मौलिक बाजा हो। र यो डम्फुको बिना हामी तामाङहरू एकदमै अधुरो छौँ। र यो डम्फुको सृष्टि चाहिँ कहाँदेखिबाट भयो भन्दाखेरि यो डम्फुको सृष्टि चाहिँ हाम्रो पेङदोर्जे मेमेले गर्नुभएको थियो। र यो सृष्टि चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ एक दिन मेमे शिकार खेल्न जानुभयो। शिकार खेल्न जानु हुँदाखेरि चाहिँ ताङसाली रा भनिन्छ नि, ताङसाली रा भनेको चाहिँ जङ्गली बाख्रा। र त्यसरी नै जङ्गली बाख्रा जङ्गली मृगलाई मारेर चाहिँ लिएर आउनु भएछ अरे। र त्यसरी लिएर आउनु हुँदाखेरि चाहिँ घरमा आएर मामलाई देखाउनु हुँदाखेरि चाहिँ माम रोइसँग चाहिँ एकदमै दुखित हुनु भएछ। एकदमै दुखित हुनुको कारण माम चाहिँ सधैँ रुएर बस्नु भएछ। प्राणी हत्या किन गरेर लिएर आउनु भयो भन्दै मेमेलाई सधैँ नै दुखित हुँदै रुँदै बस्नुहुन्थ्यो अरे। र एक दिन त्यस मरेको मृगलाई चाहिँ मेमेले एक दिन जङ्गलमा लिएर गएर त्यसको छाला उतारेर अम्बुसिङको काठमा चाहिँ, अम्बुसिङ भनेपछि चाहिँ कोइरालाको काठ है, यो जुन काठ छ यो चाहिँ कोइरालाको काठ हो। कोइराला अम्बुसिङ भनिन्छ हामी तामाङहरूले चाहिँ अम्बुसिङ। र त्यसमा चाहिँ 32 बाँसको किलो ठोकेर अम्बुसिङको घेरो बनाएर कोइरालाको काठमा त्यसरी नै मेमेले डम्फु सृष्टि गर्नुभएछ। डम्फु सृष्टि गर्नु भएर यसरी नदी किनारमा गएर बसेर यसरी डम्फु बजाउनु हुँदाखेरि चाहिँ सबै जङ्गलमा भएको, नदीमा भएको माछा पनि नाच्दै नाच्दै छेउछेउमा आइपुग्यो अरे। जङ्गलमा भएको पशु प्राणी नाच्दै रमाएर डम्फुको धुन सुनेर सबै नै छेउछेउ आइपुग्नु भएछ। त्यसै गरी हिमाली भेगमा बस्नु भएको डाफे नामे पनि त्यसरी नै रमाउँदै 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 आएर डम्फुको माथि नै बसेर नाच्नु भएछ। हजुरहरूले देखिराख्नु भएको छ होला होइन, यो डम्फुको माथि एउटा चरी नाचिरहेको हुन्छ। यो चाहिँ एकदमै साधारण डम्फु हुनाले गर्दा यो डम्फुमा चाहिँ त्यो चरी चाहिँ छैन। र त्यो चरी चाहिँ हो डाफे चरी है। र डाफे चरी चाहिँ आएर त्यसरी नै एकदमै फुर्ती गरेर डम्फुको माथि फिरिक 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 नाच्नु हुँदाखेरि चाहिँ मेमे चाहिँ एकदमै खुसी भएर यो बाजाको नाम त त्यति बेलासम्म थाहा थिएन बाजाको नाम के हो भनेर। र त्यो डाफे नामे चाहिँ त्यसरी नाच्नु भएको देखेर चाहिँ मेमेले चाहिँ बाजाको नामै डम्फु भनेर राख्नु भएछ। त्यसरी नै बाजाको धुन सुनेर चाहिँ अनि माम पनि कहाँ बज्दैछ यो बाजा भनेर त्यसरी नै खोज्दै 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 आउनु हुँदाखेरि त मेमेले जङ्गलमा बाजा बजाएर एकदमै फुर्ती गरिराख्नु भएको रहेछ अरे। चरा चरङ्गी जति पनि जीव जन्तु छ सबै नै फुर्ती गरिरहेको रहेछ अरे। र यो बाजाको धुन सुनेर एकदम माम पनि एकदमै खुसी थाल्नु भएछ अरे। त्यहाँदेखिबाट आफ्नो दुःखहरू त्यो मरेको मृगलाई पनि बिर्सिनु भएछ मामले पनि। र माम पनि यसरी नै खुसी भएर दुईजना माम मेमे चरा चरङ्गी जीव जन्तु सबै नै यो डम्फुको धुनमा चाहिँ एकदमै नाच्नु थाल्नु भएछ अरे। र त्यस दिनदेखिबाट पेङदोर्जे मेमेले चाहिँ माम रोइसाङको लागि यो डम्फु बजाएर आजसम्म हामी तामाङहरूको अस्तित्व राखिराख्नु भएको छ। र
यो डम्फुको माथि देख्नु भएको हजुरहरूले डाफे नामे चरा चाहिँ कसरी डम्फुको माथि अझैसम्म रहिरहेको छ भन्दाखेरि चाहिँ मेमेले बाचा दिनुभएको थियो अरे, बाचा गर्नुभएको थियो अरे कि जबसम्म यो संसारमा मैले बनाएको डम्फु रहन्छ तबसम्म तिमी डाफे पनि यो डम्फुको माथि यसरी नै नाचेर यो डम्फुको सुन्दरतालाई यसरी नै बचाइराख्नु है भनेर मेमेले त्यस दिन बाचा गर्नुभएको रहेछ। र त्यसै कारणले गर्दाखेरि आजसम्म डाफे नामे पनि यो डम्फुको माथि नाचिरहेको हुन्छ। र यसरी नै हाम्रो तामाङको मौलिक बाजा डम्फुको सृष्टि भएको थियो। र जब मेमेले नदीमा बसेर यो डम्फु फास्ट सृष्टि गर्दा बजाउनु भएको थियो त्यति बेला सबैले सुनेको थियो अरे। यो डम्फुको धुन चाहिँ सुन्नुको कारणले गर्दाखेरि चाहिँ यो डम्फु चाहिँ हामी तामाङहरूको सबै सांस्कृतिक कामदेखिबाट लिएर बिहेदेखिबाट लिएर सबै चिजमा काम लाग्ने चिज हो हैन। एकदम मौलिक बाजा, डम्फु बिना हामी तामाङ एकदम अधुरो भने जस्तै नै हो। र यो डम्फु चाहिँ ताम्बा मेमेहरूले बजाउनुहुन्छ र त्यसरी नै सुकार्यहरूमा ताम्बा मेमेहरूले बजाएर सुकार्यहरू सम्पन्न गर्नुहुन्छ। जस्तो कि बिहा चाडदाममा चाहिँ एकदम डम्फुको बिना चाहिँ हामी तामाङहरू अधुरो नै छु भन्दा पनि हुन्छ हैन। र फास्ट जब डम्फु सृष्टि भएको थियो तब चाहिँ सबैभन्दा फास्ट डाफे नामे जुन डाफे चरा डम्फुको अगाडि नाचिरहेको हुन्छ डाफे नामेले सुन्नुभएको थियो अरे। त्यहाँदेखिबाट नदीको माछाहरूले पनि सुन्नुभएको थियो। त्यसपछि चराचुरुङ्गी जीवजन्तु र त्यति बेला सुन्नुभएकोले गर्दाखेरि आजैसम्म त्यो चिजलाई साक्षी मानेर हामी तामाङहरूले चाहिँ चाडदाम दिने गर्छ। भनिन्छ डाफे नामेर से थाइजिरो ऋषिबा गन्दिला तार्गा से थाइजिरो सिमे भूमि नागनागिनी से थाइजिरो ताम्बा गानबा गानसम से थाइजिरो भनेर अझै पनि त्यो चिजलाई चाहिँ साक्षी मानेर चाहिँ हामी तामाङहरूको चाहिँ चाडदाम दिने गर्छ है। र यसरी नै हामी तामाङहरूको मौलिक बाजा डम्फुको सृष्टि भएको थियो। र यो बाजा चाहिँ मेमे पेङदोर्जे मेमेले आफ्नो श्रीमती मामरोइसाङको लागि सृष्टि गर्नुभएको थियो। र पेङदोर्जे मेमेले जब सृष्टि गर्नुभएको थियो अम्बुसिङको काठ कोइरालाको काठ मा यो ताङसलिरा जङ्गली मृगको छालाले 32 बाँसको किलो ठोकेर त्यसरी सृष्टि गर्नुभएको थियो फासमा चाहिँ। तर अहिले चाहिँ अब के हुन्छ भने अब अहिले जङ्गली मृगहरू मार्नु पनि त्यस्तो एलाउ गर्दैन। र त्यसरी एलाउ नगर्नु हुँदाखेरि चाहिँ के गरिन्छ भने अहिले चाहिँ बाख्राको छाला, यो चाहिँ बाख्रा अब घरकै बाख्राको छालाले बनाउने गर्छ। अनि त्यहाँबाट यो चाहिँ अब अम्बुसिङको काठहरू पनि नपाउनुले गर्दाखेरि अब कुनै पनि प्रकारको अब टाँकीहरू भयो केही भयो त्यो काठहरू प्रयोग गरिने गर्छ। वर्तमान चाहिँ मेमेले चाहिँ यो 32 किलो ठोक्ने चाहिँ कहाँदेखिबाट सोच आयो भन्दाखेरि चाहिँ यो 32 किलो चाहिँ मनुष्यको 32 दन्तलाई स्मरण गरेर यो 32 किलो ठोक्नु भएको रहेछ। र यसै गरी हामी तामाङको डम्फु सृष्टि भएको थियो। र हजुरहरूलाई म यो डम्फुको धुन पनि अलिकति बजाएर सुनाउने छु। डम 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 डम्फु बज्यो साइली र मैले छोडेर मैले कान्छीलाई रोज्यो। र आजको भिडियो चाहिँ यति नै थियो। हजुरहरूलाई के कस्तो लाग्यो म बीच पनि केही भुल हुनसक्छ है। र त्यस बीचमा पनि हजुरहरूले सुधार दिनुहुन्छ भने एकदमै मनदेखि नै आशा गर्छु। र फेरि पनि हामी तामाङहरूको जातीय अस्तित्व धर्म संस्कृति कलाको यस प्रकारको भिडियो लिएर आउने कोसिस गर्नेछु। र हजुरहरूले यसरी नै साथ सपोर्ट दिनुहुन्छ भने मनदेखि नै आशा गर्छु। लासो फ्याफुला थोजिसे।